वर्षौंदेखि जीर्ण अवस्थामा रहेको महाकाली नगरपालिका 7 धापमा रहेको ऐतिहासिक मल्लिकार्जुन मन्दिरले अहिले नयाँ स्वरूप पाएको छ। स्थानीय बासिन्दाको अटुट आस्था, सामूहिक सक्रियता र श्रमदानका कारण यो मन्दिर अहिले यस क्षेत्रकै एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा उभिएको हो। कुनै समय मन्दिर परिसर झाडी र बुट्यानले भरिका कारण भक्तजनहरू दर्शन गर्न जान समेत हप्किने अवस्था थियो। तर आफ्नो पुर्खौली धरोहर जोगाउन धापका वृद्धदेखि युवा पुस्तासम्म एकजुट भएपछि यो सम्भव भएको हो। मन्दिर पुनर्निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट 7,50,000 रुपियाँ प्राप्त भएको थियो। तर निर्माण कार्यलाई भव्य बनाउन सरकारी बजेट अपर्याप्त भएपछि स्थानीय बासिन्दा आफै जुटेका थिए। मन्दिर पुनर्निर्माण समितिका अनुसार स्थानीय र भक्तजनहरूबाट 18,50,000 रुपियाँ भन्दा बढी चन्दा सङ्कलन गरिएको थियो। आर्थिक सहयोग मात्र नभई मन्दिर निर्माणमा स्थानीय युवाहरूले देखाएको पसिना र श्रमदानको मूल्य अझ उच्च रहेको छ। मन्दिरलाई आकर्षक र मौलिक बनाउन निर्माणमा विशेष सामग्रीको प्रयोग गरिएको छ। पुनर्निर्माण समितिका सदस्य विशाल सिंह रयखोलाका अनुसार मन्दिरको मुख्य संरचना र गातमा ताम्रपत्र जडान गरिएको छ। साथै मन्दिरको सौन्दर्य बढाउन विशेष प्रकारका कलात्मक ढुङ्गाहरूको प्रयोग गरिएको पनि उहाँले बताउनु भएको छ।